हेलो गाइज, आज चाहिँ हामी सबैजना घुम्न जान लाग्यो हो। त्यसपछि चाहिँ मेरो अटो पनि आइसकेको थियो र अटो चाहिँ चलाउने मैले हो। त्यसपछि अटो चलाएर चाहिँ हामी बिस्तारै लाग्यो आफ्नो गन्तव्यतिर। हामी चाहिँ यसो अब गरिब महिना छ भनेर लागौँ न त भनेर निक्लिएको। यसो हेरेको पछाडि पनि भाउजूहरू बस्नु भइरहेको थियो। भाउजूहरूलाई पनि देखाइदिउँ न त भनेर यसो देखाइदिएको। तपाईँले सोच्दै हुनु होला कहाँ गइरह भनेर। कतिपय त अब जानु पनि भइसक्यो होला, त्यही पनि ठिकै छ। त्यसपछि हामी चाहिँ हाइवे बाटो निक्लिएर चाहिँ बिस्तारै लाग्यौँ। त्यसपछि हेर्न सक्नुहुन्छ हजुरले, भाइ पनि एकदमै रमाइलो गरिरहेको थियो र गोप्रोमा भिडियो बनाइरहेको थियो। हरियाली चारैतिर हरियाली हरियाली। तर हाम्रो चितवनमा चाहिँ एकदमै गर्मी बढेको क्या, एकदमै गर्मी बढेको। सायद अन्त पनि बढ्यो होला, हजुरहरूकोमा कति होला कमेन्ट गर्नु होला। हाम्रोमा पनि एकदमै बढ्यो भएर हामी चाहिँ डाँडाकाँडातिर यसो चढौँ न त हिँडौँ भनेर बिस्तारै मासतिर लागेको त भाइ भिडियो बनाउनु थालिहाल्यो। ठिकै छ नि त, बनाउनु त भनेर भाइलाई पनि बनाउनु लगाएको त आफू पो देखाउँछ त मलाई देखाउन चटेर। ठिकै छ, भाइ पनि ह्यान्डसमै छ नि त भनेर भाइले नै अब चस्सा लगाएर भिडियो बनाइहाल्यो। यसो हिरो हिरो देखिन्छ भनेर होइन। ठिकै छ, हिरो नै छ मेरो भाइ होइन। ठिक छ, अनि पछाडि चाहिँ भाउजूहरू बस्नु भइरहेको थियो। त्यसपछि हामी बिस्तारै माथि लागिहाल्यौँ। बिस्तारै जाँदा एकदमै अटो पनि एकदमै तातिएको थियो। त्यही भएर चाहिँ हामी बिस्तारै लाग्यो, केही छैन। त्यसपछि चाहिँ हामीले यहाँनिर बिस्तारै जाँदा माथिको बिस्तारै माथिबाट भ्यू पनि राम्रो देखियो र पछाडिबाट भाइले नै भिडियो बनाउँदै थियो। र त्यसपछि हामी एक ठाउँमा रोकेर चाहिँ एकदमै माथि बसेर खाजा खाउँ अनि रेस्ट गरेर जाउँ, अटोलाई नि राम्रो हुन्छ भनेर। त्यसपछि यसो हेरेको त बहिनी मोबाइल पो चलाइरहेको छ। अनि बहिनी यसो लजाइहाल्यो। त्यसपछि अब नाच्ने भयो। भाउजूलाई यसो देखाएको त भाउजू पछाडि सर्नु भइहाल्यो। म चाहिँ एकदमै भोक लागेर खाजा खाएको, मैले खाएको देखेर चाहिँ बहिनी र भाउजू मुर्छा भएर हाँस्छ। ठिकै छ नि त, भोक लागेर चाहिँ मैले खाइहालेँ। तर एकदमै अटो चला भएर ज्यान दुखेर चाहिँ साथीलाई अटो चलाउनु दिएको। साथीलाई अटो चलाएर म चाहिँ यसो भिडियो बनाएको त साथीलाई एकदमै गर्मी भएर बेस खोलेर पो अटो चलाइरहेको रहेछ। ठिकै छ नि त भनेर अब अटोमा बसियो। त्यसपछि चाहिँ अब हजुरहरू नि आउनु भएको होला यो ठाउँमा। ठिक छ, गैँडाकोट पारि हुन् हजुरको। हजुरहरू आउनु भएको छ भने कमेन्ट गर्नु होला कुन ठाउँ हो भनेर। अनि धेरै हिँडेर चाहिँ बहिनी थकाइ लागेको छ। थकाइसकाइ लाएर बहिनी एक ठाउँमा बसिरहेको। मैले यसो भिडियो बनाइदिएको त ऊ टोलाएर बस्छ, घरको याद आयो क्या हो। त्यसपछि अनि मैले यहाँको अटोवालालाई फोन गरेँ, सरी अटोवाला अरे यहाँको कटेजवालालाई फोन गरेको त। अनि यसो भ्यू देखियो ऊ त्यो डाँडामा चाहिँ भोलि बिहान चढ्ने भनेर यसो डाँडा तपाईँलाई देखाएको है त। अनि त्यसपछि भाइ लुकुर आइरहेको रहेछ। अनि भाइलाई पनि अब धेरै सामान बोकेर होला, पछाडि ब्याग स्याग अब मान्छे यत्रो छ ब्याग स्याग बोकेको छ। अनि उसलाई चाहिँ यसो देखाइदिउँ न त मेरो सानो मिनी भ्लगमा भनेर। अनि त्यसपछि लाग्यो हामी गाइज बिस्तारै ऊ त्यो कटेजतिर। साथी पनि हिँड्दा छोरी लिएर हिँड्दा एकदमै गाह्रो भएछ। हाम्रो सानो छोरी हेर्न सक्नुहुन्छ हजुरले होइन। त्यसपछि चाहिँ हामी भिडियो बनाउनुतर्फ लागेको त मलाई नि एकदमै गर्मी भयो र यसो क्यामेरामा पनि हेरौँ न त भनेर यसो हेरेको त कालो पो भएछ। भाउजू फेरि पछाडि यसो जङ्गली खानेकुरा खान्छु भनेर खान थाल्नु भइहाल्यो। अनि त्यसपछि छोरीलाई हिँडाउनु भनेको हिँड्नै मानेन। जबरजस्ती हिँडाउनु खोज्यो, हिँड्नै मानेर रुन पो थाल्छ छोरी। त्यसपछि उहाँ चाहिँ हाम्रो बहिनी र प्लस यहाँ आउनु भइसकेको थियो पहिला पनि। अनि गाइड भनौँ न, उहाँ गाइडलाई चाहिँ यसो अब अगाडितिर बाटो देखाउनु न त भनेर यसो बाटो देखाउनु भनेको उहाँ त एकदम हाँस्नु भइहाल्यो। ठिकै छ नि त भनेर त्यसपछि हामी यसो हेरेको त अनि छोरीलाई चस्सा लगाएर हिँडाउनु थालेछन्। खुसी लाग्यो, छोरी पनि हिँड्न थालेछ डाँडाकाँडा आएर। ठिकै खुसी लागिरहेको थियो। त्यसपछि भाउजू र बहिनी पनि एकदमै हाँस्नु थालिहाल्यो। अनि त्यसपछि के गरौँ भनेको साथीहरू छैन रहेछ। अगाडि गयो कि पछाडि गयो, म त भिडियो बनाउनु थालेँ कि बिर्सेछ गाइज मैले। अनि त्यसपछि यसो बहिनीलाई चाहिँ क्यामेरा समाधान लगाएर आएको यसो भिडियो बनाइदिउँ नि त, अब देखाउनै परिहाल्यो। अब अलिअलि भयो भने मान्छे नराम्रो भयो भने यसो कसैले हेरिहाल्छ कि भनेको यसो हेरेको हेलो ल सबैजनालाई ठिक छ नि त होइन। त्यसपछि अनि यसो गरेर यसो विचार गरेको त बहिनीले छोरीलाई अगाडि हिँडाइरहेछ। अनि बिस्तारै भनेको त छोरी हाँफी दौडिन थाल्यो, मलाई हेरेर तर्स्यो, मुसुक्कै हाँसिरहेको छोरी है। त्यसपछि केही फरक परेन। हामी चाहिँ कटेजको भिडियो मैले हजुरलाई देखाएन किनकि एकदम थकाइ लागेको थियो। त्यसपछि हामी बिहान उठेर चाहिँ यसो गोब्रोमा भिडियो गर्न खोजेको त गोब्रोमा लाइट चाहिँदो रहेछ, मोबाइलको टर्च बालियो। त्यसपछि चाहिँ अनि हामी लाग्यो बिस्तारै बिहान 3:30 4 बजेतिर हामी डाँडा चढ्नलाई। बिहान सनराइज हेर्छु भनेर बिहानै निस्केको गाइज। त्यसपछि चाहिँ बाटो अँध्यारो त्यसपछि जुन लगाइरहेको त्यसपछि टर्च बालेर गएको त माथि जाँदा त उज्यालो भइहाल्यो। त्यसपछि यसो चिच्चाएर यसो एउटा नाम भनिहेरेको त रिटर्न पो आउँदो रहेछ त। फेरि मन लाग्यो, फेरि दोहोऱ्याएर मैले आफ्नो नाम लिएँ। अनि त्यसपछि चाहिँ साथीलाई भिडियो बनाउनु लगाएर आफ्नो नाम लिएँ। त्यसपछि हामी बिहान गएको सनराइज भइहालेछ गाइज है त। अब यही हुन् हजुरहरू कतिजना आउनु भएको होला है यो ठाउँको लागि। त्यसपछि कमेन्ट गर्न सक्नुहुन्छ हजुरले यो कुन ठाउँ हो भनेर होइन। त्यसमा नेक्स्ट भिडियोमा चाहिँ म हजुरलाई देखाउने छु कुन ठाउँ भनेर। भ्यू हेर्न सक्नुहुन्छ हजुरहरूले। र प्लस आउनु भएको छैन भने हजुरहरू आउन सक्नुहुन्छ र कमेन्ट गर्न सक्नुहुन्छ यो कुन ठाउँ